आज चाहिँ हाम्रो न्यू एभेस आयो भन्ने पोकेमन कार्ड रिभिल गर्दैछु हैन। कस्तो हुँदैछ हेरौँ है त। यहाँबाट स्पेशल गिफ्ट पनि आएको छ। यो स्लिभहरू भइहाल्यो, नर्मल स्लिभ। त्यसपछि हामीलाई परेको छ यहाँ जोरो स्पेशल गिफ्ट। यो चाहिँ हाम्रो तर्फबाट थ्याङ्क यू दाइ, सर्वदाइ। अनि हाम्रो डबल रियर कार्ड, थ्याङ्क यू दाइ सो मच यसको लागि। यहाँ प्याक चाहिँ जापानमा लन्च भएको धेरै भएको छैन, त्यसैले यो प्याक पनि खोलेर हेरौँ न कस्तो हुँदैछ। अहिले प्याक पाउन पनि धेरै गाह्रो छ क्या नेपालमा के कुरा गरौँ, बाहिर नै पाउन गाह्रो भइरहेछ अहिले पोकेमन कार्डहरू। त्यस्तो क्रेज हुन थालिसक्यो क्या। त्यो भएर पनि अहिले प्याकहरू आउनुभन्दा अगाडि नै स्टकहरू मार्केटमा नै सब सकिने रहेछ। यो दुईटा प्याक, दुईटा नयाँ प्याक अस्ति भर्खर निस्केको प्याक होला यो सायद। एभेस आयो कि के प्याक हुन्छ। दुईटा मात्रै छ, दुईटा कार्ड ट्राई गरौँ आज कतिको लक रहेछ हेरौँ ल। हेरौँ न के पर्दैछ। Come on. के गर्यो? आर्ट रियर म्यान, अनदर आर्ट रियर। यो हो नि त आर्ट रियर हेर्न सक्नुहुन्छ। आर्ट रियरको डिजाइनै खतरा हुन्छ, सुपर। डबल रियर भन्दा माथि हाम्रो आर्ट रियर हुन्छ, एआर दामी छ ल। युनिक कमन unique. Okay, no problem. At least I got this art real. No problem. OP.